ओहायो गोजाइमास। आज चाहिँ न्यू डे न्यू ब्लग। गाकुले चाहिँ हामीलाई चाहिँ नागासाकी लग्ने भनिरहेको छ हैन। बिहान गएर साँझ चाहिँ फर्किहाल्ने हो। त्यहाँ चाहिँ घुमाउन लगिरहेको छ गाकुको सबैलाई। ढिलो नगरी अब रेडी हुन्छ त्यसपछि जानुपर्ने हुन्छ है। सो गाइस फाइनली म चाहिँ रेडी भइसकेँ हैन। अब चाहिँ जान लाग्यो। यो चाहिँ हल्का लामो छ तर यो दाइजो उदेश। सो अब चाहिँ म यहाँबाट 3 घण्टाको बाटो छ। गाडीमा चाहिँ बसमा बसेर चाहिँ 3 घण्टा बसेर चाहिँ जानुपर्छ अनि बल्ल आउँछ नागासाकी भन्ने ठाउँ हैन। सो गाइस हामी पानी किनिसक्यौँ। दाइले बिहानै बियर खाइरहेछ। बियर एनर्जी ड्रिङ्क भन्दा हेलो भन्दैन। हेलो 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 मेरो भाइलाई सपोर्ट है। सपोर्ट गर्नुपर्ने हुन्छ। सो लङ टाइम पछि भ्लग बनाएको हल्का हल्का नर्भस भइरहेछ तर केही छैन। आजको स्पेसल डे हैन हाम्रो गाकुको। यसपछि हामी जापानमा घुम्नु पनि पाउँछ कि पाउँदैन राम्रोसँग? पाउँदैन नि त यहाँ। थाहा छैन हामीलाई काम गएको काम। फर्स्ट टाइम हो जापानमा आएदेखि अलिक टाढा घुम्नु जानु लाग्यो भनेको चाहिँ फर्स्ट टाइम हो। दाइको के हो? सेम हो। सेम सायद प्रायः सबै मान्छेको चाहिँ फर्स्ट टाइम हुनसक्छ होइन दाइ? एकदम क्लासमा आइसक्यो। अब चाहिँ 15-20 मिनट पछि चाहिँ हिँड्छौँ होला। फाइनली अहिले चाहिँ हामी क्लासबाट बाहिर निस्क्यौँ होइन। कपाल त खतरा काटेको छ त। हामी गराएको त्यो बस हामी यो बसमा चढेछौँ होला सायद। तपाईँ हामीसँग हो? होइन यार खोइ गइसक्यो। म त यही पछि त्यो यो बसमा चाहिँ हामी जान्छौँ होला। अगाडिमा चाहिँ लगभग फुल भइसक्नु लागिसक्यो होइन। अब यहाँ चाहिँ अहिले रेड लाइट बोलिरहेको छ। यो कटिसकेपछि हामी जानुपर्ने हुन्छ। त्यो गाइस आज चाहिँ मौसम दामी गरेको छ। पानी आउला जस्तो गरेको छ। घुम्ने ठाउँमा चाहिँ पानी नआएको छ। घुम्ने ठाउँमा पानी आयो भने त लास्टै हुन्छ नि त होइन। घुम्ने ठाउँमा चाहिँ पानी नआओस्। छाता लिएर लिएको छैन। यो सो गाइस अब हामी जान्छौँ। बसिरहेको छौँ। 5-10 मिनट पछि चाहिँハイウェイ高速道路に乗りますので、ファスンやシーベルト、シートベルトを締めてください。お願いします。
फेरि उडेर जाऊ कि डाँडामा भन्छन् रेशम फेरि पिरातीमा भएन हेबरै सालको बाटो पारी रोनी हेबरै नहुनी सराईको तिम्रो माया कति छ कति हेबरै नहुनी हल्लाइको चाहिँ हामी आधो बाटोमा आएको छौँ होइन लगभग 1-1.5 घन्टापछि सायद नागासाकी पुगिन्छ होला सबजना टोइलेट गएको छन् अब केही 10 मिनटपछि फेरि यहाँबाट हिँड्छ होला सो फाइनली अब पुग्न लागिसकेको छ हल्का रमाइलो भयो घाँटी पनि सुकिसकेको छ मेरो लुङ्गी डान्स ल लुङ्गी डान्स के So guys, finally सोइरे गरेर अब चाहिँ हामी नागासाकीतिर लागिरहेका छौँ केटा हो फाइनली नागासाकीतिर लाग्यो हो So guys, finally नागासाकी सिटी आयौँ हामी हैन अब चाहिँ फाइनली नागासाकी आइसक्यो मोजी भन्ने ठाउँमा आएको हैन अस्ति ट्रेनमा मोजीको यो भन्दा नि कहाँ पुगे म त सो अब नागासाकी आइसक्यो अब एकछिनपछि सायद म त लास्ट यो ठाउँकै लास्टमा पुगे म त त्यो भन्दा पर्ने थियो मोजी 12時にバスのところに戻ります。OK、いいですか？で、中に入るときに。So finally, ありがとうございます。ありがとうございます。So guys, finally नागासाकी आइयो. अच्छी लास्ट गर्मी छ यार. नागासाकी. So guys, finally नागासाकी आइयो. अब यहाँबाट कता जाने थाहा छैन. उता जान्छ होला है, त्यो डाँडामा जाने होला. बस उयो हो. प्यालो बस. So Binari para mo So guys, अहिले चाहिँ हामी खै यतातिर कहाँ जान लागेको छौँ हैन सायद घुम्न जाने ठाउँ भन्ने यतातिर होला यो पुरानो घरहरु छ सायद त्यतातिर जान्छौँ होला सब लाइन लाएर गइराको छ पानी चाहिँ अति निलो छ क्या सफा हैन निलो पानी चाहिँ क्लियर देखिन्छ यस्तो सफा छ माछा चाहिँ देखिदैन
सो हामी चाहिँ यो पुरानो घरतिर जाँदैछौँ। सायद यतातिरबाट म्युजियम के छ अरे। यहाँ के खास हामी हेर्न आएको चाहिँ के हो केटा? यही हेर्न आएको? कनिचिवा यो चाहिँ जापानिज कल्चर ड्रेस। कोरिया नान देश का? खाताना। सो कनिचिवा सेन्से। सो अहिले चाहिँ हामी चाहिँ यो पुरानो घर हुँदै यस्तै जाँदै गएको छौँ होइन। यो चाहिँ सल्लाहको गुट। खै के दिनमा यो चाहिँ म्याप दिनुभयो क्या। स्यो यस्तो छ गाइज। सल्लाहको बुट। ये किसको बुट है यार भाई? ये किसका बुट है पता है तेरे को? है ना? ये चाहिँ अङ्गुर हो। छिटो हिँड न केटा। यो चाहिँ अङ्गुर हो। दामी हो नहो। यो चाहिँ अङ्गुर। यस्तै घुम्न जानु लाग्छ। खै के हो थाहा छैन होइन। अब यस्तै घुमेर जान्छ मलाई लगाउँ। कोरिया के हो केटा? ओ यो यहीँ घुम्ने हामी? है यही हो घुम्ने हामी गाइज। यही घुम्ने। यो के हो? सानो घर छ। आई डोन्ट नो के हो, थाहा छैन। सायद पहिला चाहिँ यस्तो घर थियो भन्न खोजेको हो कि के हो? आई डोन्ट नो। ओ केटा यो चाहिँ के हो खास? ए पहिला चाहिँ यस्तो घर थियो अरे। अहिले चाहिँ यस्तो घर भएको छ। त्यही नै हो देखाउन खोजेको। ल फलो गर्दा इन गर्दा। हेलो गाइस वेलकम। गाइस फेरि अर्को ठाउँ म्युजियम आएको छ। यहाँ चाहिँ बोल्न पाइन्न अरे। चुप्प लागेर अरे। सो हामी चाहिँ यहाँ बोल्न पाउँदैन, त्यही भएर चुप्प लागेर जान लागेको छौँ गभर्मेन्ट चाहिँ। भ्लग यति नै। यति मन पराउनु भयो भने च्यानललाई सब्सक्राइब गरिदिनु, सेयर गरिदिनु, लाइक गरिदिनु।